हेलो साथीहरू, आज म चाहिँ मेरो करेसा बारीमा लगाएको तरकारीहरू काँक्रो टिप्दैछु। हामी चाहिँ यो काँक्रो टिपेर बजारमा लगेर बेच्छौँ। हामीले चाहिँ यो काँक्रो खेती गरेको धेरै वर्ष भइसक्यो। राम्रै हुन्छ, कहिलेकाहीँ भाउ नपाउने पनि हुन्छ, धेरै पानीहरू पर्यो भने, नत्र राम्रै छ। हाम्रोमा चाहिँ काँक्रो, फर्सीको मुन्टाहरू, कर्कलो, सिमी, करेला सबै कुराहरू आफ्नै बारीमा फलेको छ। हामी चाहिँ थोरै यसलाई तरकारी बजारमा लगेर पनि बेच। यो चाहिँ हाम्रो पूर्ण रूपमा अर्ग्यानिक हो। हामीले यसमा कुनै पनि खालको विषादीहरू प्रयोग गरेका छैनौँ, किनकि हामी आफूले पनि यसलाई खानलाई योग्य हुनु पर्यो। बिना विषादी आफ्नै करेसा बारीमा फलाएर यस्तो राम्रो अर्ग्यानिक तरकारीहरू खान सकिन्छ र स्वस्थ रहन सकिन्छ। साथीहरू, हजुरहरू पनि यस्तै गरेर आफ्नै करेसा बारीमा तरकारी फलाएर खानुहोला। धन्यवाद।